र त्यही समयमा नेपाली हिपहपमा एउटा भिजनरी र्यापरको प्रवेश भयो, यमबुद्धको, जसका गीतहरूमा कथा हुन्थे, राम्रो टेक्निकलिटी र फ्लो, अनि अरू भन्दा नि गीतहरू इम्प्याक्टफुल हुन्थे, सबैले रिलेट गर्न सक्ने। अरू आर्टिस्टको जस्तो कसैलाई मिमिक गरे जस्तो नभई आफ्नै टच हुन्थे यमका गीतहरूमा। साथी गीत जो उनले आफ्नै जीवनमा ड्रग्सले गर्दा भोगेको अवस्थाको बारेमा थियो, फुटपाथ, यो प्रसङ्ग, हिंसाको कालो बादल जस्ता कयौं गीतहरूले उनलाई एउटा रेभोल्युसनरी र्यापरको रूपमा चिनाइसकेको थियो। उनका यस्ता गीतहरूले मानिसहरूले र्यापलाई हेर्ने एउटा दृष्टिकोण नै बदलिएको थियो। यमबुद्ध, जसले नेपाली र्याप कम्युनिटीमा विभिन्न आर्टिस्टहरू बटुलेर आजसम्मकै एउटा ऐतिहासिक र्याप ब्याटल रहबार सुरु गरे, जसले आजका दिनका सक्सेसफुल र्यापर्सहरू जन्मायो। त्यस्तो व्यक्तित्व जसले हिपहपलाई एउटा नयाँ परिभाषा दियो, हिपहपलाई कलात्मक बनायो, विभिन्न आर्टिस्टहरू जन्मायो जसले हजारौंलाई मोटिभेट गर्यो र बाँच्न सिकायो। आखिर अनिल अधिकारी एके यमबुद्धले कसरी नेपाली हिपहपको मुहार नै चेन्ज गरे? यमबुद्ध भन्दा पहिले हामीले बुझौं नेपालमा हिपहपको कल्चर कसरी सुरु